तपाईँ हामीहरू बौद्ध धार्मिक स्थल, गुम्बा, बिहार, मठहरूमा जाँदाखेरि तीनचोटि ढोग गर्छौँ। किन तीनचोटि ढोग गर्छौँ त भनेपछि पहिलो ढोग गर्दाखेरि बुद्धलाई ढोग गर्छौँ, बुद्धलाई सम्मान, किनभने उहाँ ज्ञान र जागरणको एउटा प्रतीक हुनुहुन्छ। दोस्रो ढोग गर्दाखेरि धर्मलाई ढोग गर्छौँ, धर्मलाई सम्मान, धर्म भन्नाले सत्य मार्ग अर्थात् जीवनलाई मुक्तितर्फ लैजाने सही शिक्षा प्रति ढोग गर्छौँ। तेस्रो ढोग सङ्घलाई, सङ्घ भिक्षुहरूलाई सम्मान, किनभने उहाँहरूले बौद्धको शिक्षाहरूलाई जोगाइरहेका छन्। यो केवल पूजा मात्र होइन, यो हामीहरूलाई सजगतापूर्वक जीवन जिउनु सम्झाउनु हो।